Hello guys, हामी आयौँ फेरि लाज पचाएर वेलकम टु डिभाइन ट्राभलर्स हैन त पेट्रोल नै हालिदियो अब चाहिँ अचानक पोखराको प्लान बनेको अब पोखरा त किन कुरिन्टार हैन हरेन्टार Hello guys, welcome to our vlog Divine Travelers. आज हामी फेरि आयौँ लाज पचाएर हैन लगभग कति 10 महिना पछि आयौँ होला ठिकै छ यस्तै हो अब लाइफमा बिजी भइएपछि यस्तै हुँदो रहेछ हो कि हैन एकदम बिजी पनि कम बिजी हो त यार उ चाहिँ एकदम बिजी हैन म चाहिँ अब कुकुर खालको बिजी भयो के काम पनि छैन फुर्सद नै छैन भने जस्तो त्यस्तै भयो तर आज चाहिँ फेरि 81 चाहिँ अब प्लान बन्यो हामी कहाँ जाने भन्दाखेरि कुरिन्टार भनेको खैरे नि कुरिन्टार खाली म झुक्किन्छु खैरेन्टार कटेर फेरि एउटा इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि हाम्रो भ्लगको सुरुवात भएकै खैरेन्टारबाट आएर हो त्यो कारणले गर्दा यो भ्लग मिस त भएन बनाउनै पर्छ जहाँबाट ओरिजिन भएको डिभाइन ट्राभलर्सको त्यो चाहिँ छुट्नै भएन भनेर हामीले चाहिँ फेरि भ्लग निकाल्न कोसिस गरेछौँ नत्र हाम्रो मुड त्यस्तो केही थिएन मोबाइल डिभाइस पनि राम्रो छैन रोकिरहेको छ तर आज चाहिँ यो मिहिनेत गरेर जस्तो हुन्छ हेरेर सपोर्ट गरिदिनु होला 2 बजे जति फोन गरेर यसले चाहिँ जाम खैरेन्टार जाने हो एउटा कुरा गाइस सुन्नु है दाइ भनेको चाहिँ यस्तो हुनुपर्छ है फेरि यतिकै मामा जाने प्लान पनि थिएन क्या आज के अरे एकैचोटि बिहान एउटा कामले गर्दाखेरि जस जानु पर्यो भन्ने भएको थियो अब जहिले गए नि हुन्थ्यो तर आजै जानु पर्ने भयो इमर्जेन्सीले अनि एक फोनमा ट्याक्क ओए जान्छस् भनेको हिँड्न त गइदिउँ भनेर ट्याक्क काम होस् के होस् त्यो एकैचोटि गइदिइरहेको के हो यहाँ तर गाई यस्तै हुनुपर्छ है दाइ भाग्यमानी भनेको यस्तै हो भाग्यमानी भाइ यस्तै हो दाइ अब राम्रो पाएपछि त्यही हो अब 2 बजे भनेको 3 बजे लोयल्टीको प्राइस लोयल्टी त के भन्ने अब उसको प्राइस चाहिँ यही हो त्यस कारण अब हामी चाहिँ हिँड्दैछौँ 2 बजे पुस्करको अहिले 3:15 भइसक्यो अब हामी गएर पुगेर अब गर्छौँ बिचमा खिच्छौँ सिनेरीहरू सबै हेर्दै गर्नु होला सबैले यहाँमा गाइस बल्ल तल्ल हामी कहाँ अरे हो मदन भण्डारीको पुलमा आइयो लास्टमा पुलमा आउनु भयो के भयो भन्दाखेरि हामी रामनगर त आएको कति 2 साढे 2 3 बजे नै होला फेरि मामाहरू एउटा दाइले उता अस्ट्रेलियाबाट गिफ्ट पठाएको थियो त्यो गिफ्ट पुऱ्याउनु पर्ने थियो अनि मैले झोलामा चाहिँ हालेको थिइनँ क्या बिर्सेको थिएँ अनि त्यहाँपछि त्यसलाई लिनु जानु पऱ्यो भनेर सुरुमा घर गएर फेरि सीताराम चौक जाँदाखेरि त चाबी नलिकन घरको चाबी नलिकन वहाँ पुगेर रहेछु अब सीताराम चौक जानु लगभग 20 मिनट लाग्छ होला एकचोटि 20 मिनट लाग्यो अनि फेरि आउँदाखेरि 20 मिनट 40 मिनट त्यसै गयो अनि फेरि चाबी लिएर जाऊँ भन्दाखेरि यसले मान्थेन सुरुमा चाहिँ अनि त्यही पनि यसलाई झुकाएर जुस पसलमा राखेर अनि यसो चाबी लिएर कुदाएर तुफान कुदाएर गएर आउँदैन आधी घन्टामा आउँदाखेरि नि 20 मिनट बाद 40 मिनट बाटो झिकेर आधी घन्टामा अझै गाली गर्छ मोटे आधी घन्टा भइसक्यो गरी पनि भइरहेको पुरा अब त्यो केही जे भयो नि अनि त्यत्रो के अरे जसरी पनि सामान ल्याउनु पर्छ पछि आएर कुरियर गर्ने ठाउँमा फेरि कुरियर जाँदैन कि अनि त्यस्तो गरेर भयो त नि अनि ठिक छ बल्ल तल्ल हामी कति बजी हिँड्यौँ त्यो 4:30 बजे हिँड्यौँ मलाई घरबाट त्यहाँपछि अब 5 मिनट बाँकी छ दासढुङ्गामा छौँ त्यसपछि लगभग हामीलाई लाग्छ 7-8 बजीतिर आनन्द जाने त्यस्तो कुदाउने गाडी नि मुगलिङमा नि निर्जलले लास्ट सेफ चलाउन नि एउटा चुइकम खाइदिउँ है त म त पानी चाहिँ पानी उता खाँदा खानु केही हुन्न खाऊ जोस आउँछ मुखमा पानी खाएर मुगलिङमा चटपट खाने मुगलिङको चटपट चाख्न मन थियो चाख्न पर्छ त्यसपछि पानी खाने अनि चाहिँ के हुन्छ स्टे ट्युन
जसरी गन्तव्यमा पुगिन्छ आज। यस्तो कति 2 घन्टा त खेडाएको त्यही पनि गन्तव्य चाहिँ पुग्नुपर्छ। उता घोजमै राखेँ किन फाल्नु फाल्न हुन्न नि फाल्यो भने त म ल्याइबाट फालिदिन्थेँ आई एम सच्चा नागरिक। सो गाइज हेर्न सक्नुहुन्छ हामी अहिले यहाँ पुलमा छौँ। आज उतापट्टि पानी परेछ क्या खोलाको पानी यस्तो धमिलो भएर आएको छ। सो उता हामी जाँदाखेरि बाटोमा केही नहोस्। उहाँ असिना पसिना भइसक्नु म अहिले। कम त कुरा आयो त अनि उहाँ चाहिँ जाल थापिरहन् माछा मार्नलाई। यो कस्तो दामी देखेको यहाँ वेदर। ऊ त्यहाँनिर देख्न सक्नुहुन्छ जुम हुन्छ कि हुन्न। माछा मारिरहनु छ। लागौँ है त ल। एकैचोटि मुग्लिन भेट्छौँ होला गाई। तर कस्तो धमिलो आएको पानी यार। उताबाट पानी केही उन्न गरे हुन्थ्यो। ल बाई बाई गाइस। सबै अब ग्रेजुएटहरु चाहिँ यसमा डिक्कीमा राख्ने अनि चल्दिने। त्यही भएर तर पानी परे पनि सिजलै हुन्छ है हुन त यस्तो गर्मी छ। ल पछि गाइस बाई। ल गाइस हामी 17 किलो आइयो है। सलिनालाई याद आउँछ सलिनाको 17 किलो आइयो भनेर के सलिना गर्थ्यौँ नि त हामी 17 किलो जस्तो आसिनस् त हामी गर्थ्यौँ त सिद्धान्त सलिना। छोडेर आएको यिनीहरूले पिटी इक्जाम दिनुहोस् भने पढ्न बसेको म। अहिले भन्थ्यो तर पानी थिएन। अब अहिले पानी चाहिँ खै आयो होला पानी। के अरे टिकटकमा त त्यहाँ चाहिँ एउटा खतरा थियो कि पानी छ भनेर आएको थियो होइन। तर त्यहाँ पानी नै त्यति बेला चाहिँ पानी सुकाएर रहेछ कि त्यो ब्रिज जस्तो थियो त्यहाँ चाहिँ पानी भएर खतरा देखेको थियो कि। अनि त्यो पानी रहन्छ चल्न लास्ट हिसाब थियो कि त्यसपछि त्यहाँबाट निस्केर जलबिरे गएको कि। मुग्लिङको खतरा बाटो पहिरोको बाटो रेड्डी बाटो मुग्लिङ। यो धुलो चाहिँ ब्यान गर्नु पर्यो है। यस्तो कालो धुलो फाल्नेहरू चाहिँ सब ब्यान गर्नु पर्यो। गाह्रो हुने है सास फेर्नै। Finally our destination to Mugling has arrived. First destination भनौँ न। पहिलो गन्तव्य आयो। अब यहाँ चाहिँ मिठो चटपट खाने एउटा लेभल भनौँ। चटपट कहाँ पाइयो होला? चटपट अलि अगाडि अब त तपाईँ पनि खाइदिइरहेको त। चटपट खाइन्छ है त। मैले चलाएर ल्याएँ। अब मेरो देखाऊँ अब चटपट चटपटमा आइदिनु न। स्पेसल मिठो स्पेसल हजुरको चटपट खानु आएको मुग्लिङमा। मुग्लिङ आयो हजुरकै लाग्यो। बेर लाउनु तर मिठो। हाम्रो फुडी मोटेलाई कहीँ गयो नि केही नखाइकन त जानै मन नलाउने रे। स्वागै छुट्टी खानु यस्तो थियो कि के अरे मैले पहिल्यैदेखि त खाने भनेर सोचेको थिएँ मुग्लिङको चाहिँ त्यो आएर चाहिँ है असँग खाएको थिएन। हामी त माहरू आउँदा खाइदिने क्या। माहरू आउँदा दिनकै हो मोटो हामी त। कोही ट्याक्कै आधी घन्टामा आइहाल्छ है। कति बजी भन्थेँ मैले ट्याक्कै कताको 17:30 ट्याक्कै आधी घन्टामा आइयो यार। अहिले उता कति थियो ट्याक्कै 5 बजे थियो होइन डाकढुङ्गामा। आधी घन्टामा आइयो। चटपट खाने सलना पार्टनर थियो चटपट खाने। आज सलनालाई मिस गर्दै थियो चटपट खाँदाखेरि। के भ्लगमा त सलना मात्रै भयो त यार। सिद्धान्त अनुसा दिदीहरूलाई नि सम्झ्यो है नसम्झेको चाहिँ होइन। शनिबार देवचुली जाने भन्ने थियौँ। को नि सबै जाने प्लान थियो के अरे। शनिबारै फर्किन्छौँ के अरे के हुन्छ हेरौँ अब देवचुलीको प्लान। गाडीहरू गुडिराख। यसकै लागि हो अब
बस्दा गेल्दा घुम्दा गेल्दा मुनिङ पनि आइयो अहिले खिचिसक्यो मुनिङ आयो भनेर यसो चटपट खाने भनेर खाएको के लाग्यो चटपट त्यो हाई पनि त्यस्तो रहेछ भनेको त थियो नि यता होइन अब मिठो हुन्छ हुँदो रहर पनि हो चाख्ने यहाँ कस्ने रे के म खट्टुला मै घाटिया झुन्डाउँछु नि मुनिङको चटपट हुन्छ सुनेर चाहन्न भनेको होइन तर हाई पनि सही रहन्छ न क्वालिटी पिरो मात्रै केही थियो पैसा वेस्ट भयो ठिक छ पानी खानुपर्छ अब गर्मी त्यस्तै छ कहिलेकाहीँ चाहिँ अब नयाँ एक्सपिरियन्सै हुन्छ कस्तो बहाल छ त्यहाँ चाहिँ हेर मजा आएको है तर सुनेको बहाल पहिला यो पुल खेल्नु आएको थियो एउटा पुरानो पुल थिएँ अनि यतापट्टि नयाँ पुल यताबाट जानु मिल्यो होइन मिल्यो त्यहाँबाट उता बाटो त थाक्यो त चलाउँदैछ म चलाऊँ कस्तो बाटो राम्रो बाटो त राम्रो उसँग त राम्रो छैन हो डुम्रीसँग त अलि त्यसै म चलाउँछु त्यहाँ त तल होला है त डुम्री भन्दा ओके आफू फैलिन्छ हेलिटारबाटै चलाउनु साँच्ची कसम जाने बाटो चाहिँ हाल्नु लेनमा खाएको होइन मैले त्यो भनेर होइन चलाउनु किन चलाउनु पऱ्यो कति होइनको मन नदिनु खोजेको होइन कि साँच्ची त दिन्छु कि दिन नदिए भनेर होइन लास्ट स्टेज अघि कस्तो अलिक खैरिन डालहरू चलाउँदा नि अलिक अलिक मोटे बिन्दास भनेर होइन होइन कि चलाउनु पनि चलाउनु पर्थ्यो म त थाल्दिनँ चाकै दुखिसक्यो पर्सादेखि हो बिहान पर्सा गयो काम गयो काठमा गयो रोक्नै गाइज हजुरलाई सिन पनि देखाउँछ सिन देखाउँछ अब सिन देखायो अब हिँड्न पर्दा अब सिन देखाइदिउँ हिँड्न म सिन पनि देखाउँछ है त हजुरलाई हेर्नु त कस्तो बवाल आएको छ चिकन चिल गर्न बस्छु कि अब सिन भनेर मैले आफूलाई देखाएर देखाउनु त त्यो होइन हेर्नु सक्नुहुन्छ सरर खोला सुसाएको ल अब साथीहरू हेर है चटपटले त डिसपोइन्ट गर्यो क्वालिटी अनुसार त लागेन त्यही खाउँदा नि त अब गमौलीमा अब चप खाम त्यही खाइदिने खान्छ त्यही खाम अनि जाम अब घर पनि पुग्नुपर्छ यार अब धेरै भयो यहाँ कति बज्यो स्वाट गरिन्छ अब 6 बज्न लाग्यो 6 बज्न 10 मिनट यही हो ल यो पुरानो पुल भनेको ट्याक्कै 17:50 भएर रहेछ 17:50 भए ट्याक्कै कति बजीसम्म पुग्नु ल सी यू यही हो गाइज अब के अरे पोखरा जाने बाटो अब एकैचोटि हामीलाई भेट्ने ठाउँ डुम्रेतिर दमौलीतिर हिँड्ने यसो बनाउँला कन्टेन्ट अब कहाँ हुन्छ बनाइन्छ बाटोमा चाहिँ बनाइन्न अब हामी चाहिँ भ्यू चाहिँ इन्जोय गर्दै हिँडिन्छ पर्ने छ अलिकति भ्यू इन्जोय गर्दै गइयो अब आफू खैरिनी तनाउ खैरेनी बजार राम्रो लाग्छ याद गऱ्यो नि हेर ट्याक्क गोर्खामा छुट्टै दुनियाँमा गए जस्तो खैर त्योबाट उता हेर्दाखेरि अर्को दुनियाँ गए जस्तो पनि उताबाट ट्याक्क यो त देखाउन गोर्खा जाने बाटो जा आफू खैरेनी बजार खास गरी हामी चाहिँ आएको चाहिँ हिजो र आज चाहिँ अति घाम गर्मीले पोल्यो होइन चितवनको गर्मीले त्यही भएर चाहिँ पोखरातिर जाऊँ भनेर चाहिँ प्लान बनाएर नै गइयो भने नि भयो जुर्यो भनौँ न त्यता आउने काम पनि थियो सबिनको जुर्न नि जुर्यो त्यो सब केही दिन चाहिँ 1-2 दिन चाहिँ रिलिफ हुन्छ जस्तो चितवनको गर्मीबाट अब अरू धनी पनि परिएन घर एसी हाल्नलाई त्यही त अब धनीहरूले एसी हाल्छन् हामी अब गरिबको कुटीमा भएको मान्छे जाडो कटाउनलाई यसो पोखरातिर जानुपर्ने भयो के गर्नु
तर यो यसो हुँदा त हाइएस्ट त हो नि यार कस्तो दामी गोल्डन आवर वाउ बाटो नि त्यस्तै ओए आमा बाटो कस्तो पाल्दैन कस्तो चिल्लो चिक्ना भन्छ नि हिन्दीमा चलाउँछौ स्कुटर चलाउनु त पर्ने हो यार मा हल्का आउनु निक्ला ल ल गाइस रोइला भइरहेको मलाई त लास्ट मजा आइरहेको चलामै मोटीलाई देखेको हैन मैले यो हेर बाटो हेरेर लास्ट रमाइलो भइरहेको के यस्तो चिल्लो छ नि भरतपुरको त्यो भरतपुरको त्यो गोन्द्राङ र नारायण घाटको बाटो भन्दा नि खतरा बाटो छ के त्यो भ्यूहरू नि भयो तर यस्तो हेर न यस्तो चिल्लो छ यस्तो लामो त्यहाँ चाहिँ 6 किलोमिटर हो नि त यो लगभग 20-25-30 किलोमिटर होला नि त ल अब यस्तै हो रमाइलो गर्दै गइन्छ बेलुका 7-8 बजीतिर पुगेँ नि केही छैन ओर्टुट भयो मलाई ल म अब ह्यान्ड ओभर गर्छु त बाटो हेरौँ न बाटो देखा त हजुर हल्लामा बाटो देखाउँछु भाइ काटेर गर केही फ्रेम बिग्रिन सक्छ के होइन ट्याक्कै बेला भ्यू छोपेछ कि फेरि हल्का पाहाड फेरि गयो क्या काट न उता देखा डुम्रे बजार यस्तो डेभलप भइसक्यो क्या यहीँबाट उहिले जाँदा कस्तो सानो बाटो जस्तो थियो बिस्तारै गर्नु अलि बिस्तारै हो त्यो उता गाडी गयो नि त त्यही हो एउटा लाउने बाटो चाहिँ त्यसलाई त नर्मल कुरा नि कस्तो अरूलाई चाहिँ उला होला है जाब यस्तो कुरा त्यसलाई चाहिँ भन्नलाई यहीँबाट मम्मीको मनाङ जाने ऊ पनि बाटो पनि बेसी सर जाने बाटो पनि कुन सानो त्यही त बाटोहरू छ उता उताबाट नै आयो त्यो पनि मलाई एक्लै फर्काइदिँदाखेरि मलाई हेरेँ त्यो सानो बेला गाडी चढ्न पनि डर लाग्यो नि हो यहाँबाट हो त जान पनि डर लाग्यो यस्तो डर लाग्यो अरे एक्लै आउँदा त्यो बेला हाई लाएर फर्केको मलाई हाई अल्टिट्युडले गर्दा लेख भन्छ है लेख लाएर मनाङ गएको थियो गाइस सानोमा बन्दीपुर अगाडिबाट जाने हैन झोला बोकेर टुक्रो टुक्रो मुस्ताङ हो त्यो त बन्दीपुर बन्दीपुर अझै अगाडि हो दमौली भयो होइन अब डुम्रे आउँछ अब चाहिँ दमौली आउँछ कि यो डुम्रे हो के साइको अच्छा ठिक छ ठिक छ ल कस्तो रमाइलो के तर अझै है घरहरू नि यस्तो ल गाइस डुम्रे पनि कट्यो अब दमौली कट्यो दमौलीमा एकछिन खाजा खानु बस्ने होइन भोक लाग्यो 7 बज्न लाग्यो 7 बज्न लागिसक्यो 7 बज्न लाग्यो भनेर 6:35 भयो ठिक छ अब 8-9 बजेपछि पुगिन्छ होइन छिटै पुगिन्छ भन्दा बाटो यस्तै छ ल गाइस चियर्स इन खाजा खान टाइम एकैछिन यसो भ्यू हेर्नुलाई रोकेको हामीले भगवान् भ्यू चाहिँ दुई घन्टा पनि पुगिन्छ होला सायद दमौली मलाई झुकाइसक्यो यार मोटेले यार दमौली यसो दमौलीमा खाजा खानु पर्ला कति 7 बजिसक्यो 15 मिनट दमौली त पुगिँदैन खाजा खाएर गएर 8 बजीसम्म पुग्नु पर्ला अहिले राति भइसक्यो ल राख्छौँ गाइस भेट्नेछौँ मलाई बिस्तारी बेसरी कुदाउँदै दमौली आइयो दमौली बजार पुरै फाँट बनाइदिएछ हो त्यहाँबाट सोध्दा त्यहाँबाट फर्काउ यस्तो ठुलोमा जाऊँ उता एक ठाउँमा पसौँ है यहीँ जाऊँ कि भित्र भित्र नछिर हुन्छ छिरौँ न अलिकति भित्र धुलै छ पुरै यता त त्यो बाटो कहाँ जान्छ होला शङ्का खाइ
हाम्रो पढाउने सरको घर हो नि यता डङ्गुतिरै हो एकदम ब्याङ्क भन्दा गएपछि त होइन रहेछ बजार व्यास नगरपालिका यहाँ रहेछ एक ठाउँमा रोक नि त एक ठाउँमा यता नि पुरै बजारै रहेछ रोक यार फोन आएकै गरे दमौली आएर पनि खानु छोडिएन है झोलमामै यहाँको नि झोलमा बेस्ट छ यस्तो बजारभित्र ल्याएर नि मोटल जस राम्रै ठाउँमा पारेर मिठो यार मोमो यार वा मोमो भनिन्छ धुलो त लास्ट धुलो यार यस्तो धुलो छ नि यस्तो बहाल धुलो छ अब चाहिँ खराब बाटो भयो यस बन्दै छ ल पुलबाटै पुल आयो है अब टाक्स झन्न मरिएन गाडी हुँदो रहेछ गाडी भएको बेला चाहिँ मसँग झन्न मरिन यार उयसमा आएको क्या के बोल्न चाहिँ लाइन गयो गाइस लाइन गयो हामी मामा घर आयो है आउन चाहिँ फाइनल्ली यताउता गरेर चलाएर क्याएर कहिले मोटेल चलाएँ कहिले मैले चलाएँ होइन यसरी नै आइयो गाह्रो बाटो मलाई चलाउनु दियो मोटे बाटो आफू चाहिँ सही बाटो चाहिँ क्या हावा खाइ गएर आयो अनि हाँस जस्तो लाग्यो त्यही हो आइयो अब अहिले यहाँ भर्खरै यसो माथि हावा खान आएको खाना खाएर हावा फ्रेस भएर हावा खाना आएको पुरा यहाँ त पानी पर्न लाग्यो पुरै अब चाहिँ गडाङ गुडुङ गरिरह मोटे पनि हावा खाँदैछ ए हो अब रमाइलो कतिको रमाइलो भयो तिमीलाई कतिको रमाइलो लाग्यो मलाई त ठिकै भयो अब रमाइलो ठिकै यस्तो मजा आएको थियो हामी कहाँ चाहिँ घुमिएन गयो आज यार आम्मा है सुरदेखि नै मुङ्लिन जाने हामीले 2 घन्टा लगायौँ है अनि फेरि आएन डुम्रीमा पनि झरेछ त्यो आबो होइन पनि झरेछ दमौलीको बजार नि छिरेर अझ पुरा वा मोमो है कि भन्नेमा पसेर जुन मोमो सेन्टरमा पसेर खायो फेरि ठिक छ तर यो पालिको भ्लग अब कस्तो एडिट कस्तो हुन्छ होइन अब लाइन पनि गयो होइन आउनु त आउनै पर्छ जसरी नै हाल्ने होइन तर बवाल हुन्छ कि लाइन गरेर यो फ्ल्यास पालेको कस्तो आँखा चाल्यो इन्जोयमेन्ट कति गरेछ अब भिडियो हेरेर थाहा हुन्छ पछि अब एडिट गरेर ल्याएर हजुरलाई राम्रैसँग ल्याउँछौँ स्टे ट्युन यो मिहिनेत चाहिँ ठिकै धेरै मिहिनेत पनि गरेँ होइन भ्लगको लागि भनेर अलिक डिभाइसहरू पनि केही भएन ठिकै गरेर बिस्तारै हुन्छ 2 वर्षमा 1 वर्षभित्र गर्नेछौँ स्याउ झर्छ अब हामी भएकै एडिट गरेर हजुरसँग भेट्नेछौँ बाई गुड नाइट